शिखर बस्ती युवा क्लब भर्सेस सिद्धेश्वर युवा क्लब बीच रहनेछ यो खेल भने र विजेता टिम भने सेमी फाइनल प्रवेश गर्नेछ। त्यहाँ र स्टार प्लेयरहरुको पनि आगमन रहेको छ। निकै नै चर्चित खेलाडीहरु दुवै टिममा रहेका छन् त्यहाँ। र अबको केही क्षणमा यो खेल सुरु हुन गइरहेको छ। र यसपछिको खेल भने बिहानी एफसी गैंडाकोट भर्सेस नारायणी मोटर्स क्लब बीच रहनेछ। र यो प्रतियोगिताको हामी भने क्वार्टर फाइनल खेलमा रहिरहेका छौं। र दुईटा सेमी फाइनलिस्ट भने हामीले प्राप्त गरिसकेका छौं। हिजो भएको खेलमा पिटुवा फुटबल क्लबलाई पराजय गर्दै सिद्धिपुर समाज भने सेमी फाइनलमा प्रवेश गरेको थियो भने भर्खरै भएको खेलमा भने आकुरा इन्जोय एफसीले भने एक गोल गर्दै चैनपुर युनाइटेडमाथि विजय हासिल गर्दै सेमी फाइनलमा प्रवेश गरेको थियो। र दुवै टिममा पनि निकै नै चर्चित खेलाडीहरु हामीले देखिरहेका छौं। र भने हामी फोटो सेसन तर्फ हजुरहरुलाई जोड्ने छौं। र यो प्रतियोगिताको विजेता टिमले भने प्राप्त गरेछ नगद रु 44,444 रुपैयाँ नेपाली र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले प्राप्त गर्नेछ नगद रु 22,222 रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र। त्यसैगरी यो प्रतियोगिताको मुख्य प्रायोजक रूपमा रहेको छ रेवा इन्टरनेशनल एकेडेमी। हजुरहरु जापान जाने सपना लिएर बस्नु भएको छ भने हजुरहरुको सपनालाई साकार पार्ने माध्यमको रूपमा रहेको छ रेवा इन्टरनेशनल एकेडेमी। विगतको वर्षहरुदेखि विद्यार्थीहरुलाई जापानिज भाषा सिकाउँदै जापानसम्म पुर्याउने माध्यमको रूपमा रहेको छ रेवा इन्टरनेशनल एकेडेमी। र त्यसैगरी सहप्रायोजकको रूपमा रहेको छ द कटन चीज क्यानाडा। त्यसैगरी यति बियरी कम्पनी प्राइभेट लिमिटेड पनि रहेको छ। साथसाथै स्वर्गीय अनुज अधिकारीको सम्पूर्ण परिवार पनि रहेको छ हाम्रो सहप्रायोजकको रूपमा भने मेडिकल पार्टनरको रूपमा विनायक फार्मेसी रहेको छ। र मिडिया पार्टनरको रूपमा रहेको छ रञ्जित ब्लकस्टेन। साथसाथै गुड लक अनलाइन खबर पनि रहेको छ। र हामी फोटो सेसन तर्फ हजुरहरुलाई जोड्न गइरहेका छौं। नीलो जर्सीमा हामीले शिखर बस्ती युवा क्लबलाई देखेको छौं भने यो पहेँलो कलरको जर्सीमा हामीले सिद्धेश्वर युवा क्लबलाई देखेको छौं। हजुरहरुलाई जोडिरहेका छौं। फोटो सेसन तर्फ हामी जोडिरहेको छ। नेम भन्नु पर्यो दुई टिमको भन्नुभएको छ। यो स्काई ब्लू कलरको जर्सीमा हामीले शिखर बस्ती युवा क्लबलाई देखेको छौं भने पहेँलो कलरको जर्सीमा हामीले सिद्धेश्वर युवा क्लब भरतपुर 6 लाई देखिरहेका छौं। र यो विजेता टिम भने सेमी फाइनल प्रवेश गर्नेछ त्यहाँ। त्यसैगरी यो प्रतियोगितालाई भव्य रूपमा सफल पार्नको लागि सहयोग गर्ने संस्थाहरूको नाम भने यस प्रकार रहेको छ रेवा इन्टरनेशनल एकेडेमी, साथसाथै द डायल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी, द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी, मोरी एजुकेसन कन्सल्टेन्सी रहेका छन्। हामी हजुरहरुलाई फोटो सेसन तर्फ जोडिरहेका छौं। त्यहाँ सँगै यो खेल भने सुरु भइसकेको छ। सिद्धेश्वर युवा क्लब भर्सेस शिखर बस्ती युवा क्लब। दुवै टिममा स्टार प्लेयरहरुको पनि आगमन रहेको छ। त्यहाँ यो पास भने उचित रहन पुगेन। त्यहाँ किपरबाट थियो इजी बल कलेक्ट, देवेन्द्रको लागि थियो पास। अब भने जित छन् त्यहाँ रहेको थियो देवेन्द्र थिए त्यहाँ। अब भने भूपेश छन् त्यहाँ। भूपेशको यो पास विपिन छन्। अब त्यहाँ विपिनको यो पास देव छन् त्यहाँ। र कर्नर किक जित्न सफल रहेको छ सिद्धेश्वर युवा क्लब। माफी चाहन्छु त्यो थ्रो इन रहनेछ। भूपेश छन् अब त्यहाँ। भूपेशको यो पास तर उचित रहन पुगेन त्यहाँ। विपिनको लागि यो पास, विपिनको यो पास रविन्द्र थिए त्यहाँ।
अब भने भूपेश र थ्रोइन जित्न सफल रहेको छ सिद्धेश्वर युवा क्लब। रविन्द्रको यो पास विपिन छ अब त्यहाँ विपिनको यो पास भूपेशको लागि जित छ अब त्यहाँ अभिषेक थिए त्यहाँ अब त्यो बल जित्न असफल रहे त्यहाँ रविन्द्र छन् त्यहाँ विपिनको लागि यो पास आशिष थिए त्यहाँ अब र खेलाडीहरूको नेम लिस्ट भने यस प्रकार रहेको छ त्यहाँ शिखर बस्तीको लागि किपरको भूमिकामा पर्वत धराई समीर पाठक जर्सी नम्बर 12 निश्चल मोक्तान जर्सी नम्बर 3 अभिषेक महतो जर्सी नम्बर 4 हार्दिक भण्डारी जर्सी नम्बर 9 आशिष गुरुङ जर्सी नम्बर 15 र आकाश मुक्तान रहेका छन् क्याप्टेनको भूमिकामा जर्सी नम्बर 5 मा भने सब्स्टिट्युटको रूपमा विकास मिजार रहेका छन् जर्सी नम्बर 7 सागर लामा जर्सी नम्बर 11 मा रहेका छन्। यो पास जितको लागि यो पास जितको यो बल स्विच र त्यहाँ डिफेन्डर बाधा बन्न पुगे त्यहाँ निश्चल छन् त्यहाँ निश्चलको यो पास हार्दिकको लागि यो पास अब भने आशिष छन् त्यहाँ आशिष छन् अझै पनि त्यहाँ तर जितको लागि यो पास जितको यो पास रविन्द्र छन् अब त्यहाँ रविन्द्रको यो पास अब भने भूपेश छन् त्यहाँ र जेरीको लागि यो पास जेरीको यो स्विच जित छन् त्यहाँ जितको यो प्रहार अझै पनि अवसर रहेको छ त्यहाँ जित छन् त्यहाँ भूपेशको लागि यो पास रविन्द्रको यो पास जित छ त्यहाँ अब जित अझै पनि जित छन् त्यहाँ दुवै टिम भने गोल रहेका छन् त्यहाँ रविन्द्रले जित छन् अब त्यहाँ जितको यो अटेम्प्ट र यो गोल यो शानदार गोल रहेको थियो जित मगरको तर्फबाट र एक गोलको अग्रता लिन सफल सिद्धेश्वर युवा क्लब सुन्दर गोल रहेको थियो यो भने जितको र एक गोलको अग्रता लिन सफल अब भने सिद्धेश्वर युवा क्लब अभिषेकको यो पास हार्दिकको लागि हार्दिक भण्डारी छन् अब त्यहाँ निश्चलको लागि यो पास 1-2 को कम्बिनेसनमा हामीले देखिरहेका छौँ यहाँ हार्दिक छन् त्यहाँ त्यो बल पास निश्चलको लागि अब भने आशिष थिए त्यहाँ आशिषको यो पास हार्दिकको लागि यो लङ एटेम्प्ट र त्यो किपरबाट त्यो बल कलेक्ट जित मगर छन् अब त्यहाँ जितको यो पास विपिन अब भने भूपेश छन् त्यहाँ भूपेनको यो पास जेरीको लागि र त्यो पास उचित रहन पुगेन त्यहाँ किपरबाट इजी बल कलेक्ट रहेको थियो हार्दिक छन् त्यहाँ हार्दिकको यो पास अभिषेकको लागि तर उचित रहन पुगेन त्यहाँ विपिनको यो पास जेरीको लागि र किपरबाट थियो इजी बल कलेक्ट रहेको थियो फल रहनेछ त्यहाँ माफी चाहन्छु त्यो फल नरहेको इसारा रहेको छ रविन्द्र छन् त्यहाँ जितको लागि यो पास जित मगर छन् अब त्यहाँ जितको यो पास भूपेशको लागि र त्यो बल भने
भूपेश लिनबाट असफल रहे त्यहाँ। आशिषको लागि यो बल पास निश्चल छन् त्यहाँ। हार्दिकको यो पास उचित रहन पुगेन। अब भने जित छन् त्यहाँ, जित मगर फल रहनेछ त्यहाँ। जित मगरले त्यो फल प्रहार गरेका थिए त्यहाँ हार्दिक माथि। यो लङ बल स्विच त्यो बल पनि बाहिरिएको छ त्यहाँ। यो लङ बल स्विच झेरी छन् अब त्यहाँ। भूपेशको लागि यो पास र किपरबाट थियो इजी बल कलेक्ट। झेरीले पनि त्यो बल कलेक्ट गर्न असफल रहे त्यहाँ। आशिष यो पास निश्चल मुक्तान थिए त्यहाँ। झेरीको यो पास अब जित छन् त्यहाँ। भूपेशको लागि यो रविन्द्रको लागि यो पास रहेको थियो। रविन्द्र छन् अझै पनि त्यहाँ, जित छन् अब त्यहाँ। त्यो आउट रहनेछ त्यहाँ र थ्रो इन जित्न सफल रहेको छ। सिद्धेश्वर युवा क्लब थ्रो इनको लागि विपिन गएका छन् त्यहाँ। विपिनको यो थ्रो भूपेश छन् अब त्यहाँ। भूपेश जित मगर छन् अब त्यहाँ। जितको यो पास 1-2 को कम्बिनेसन रहेको छ त्यहाँ। जित मगर छन् अब। जितको यो पास जेरीको यो प्रहार, यो प्रहार भने बाहिरिएको छ त्यहाँ। सुन्दर एटेम्प रहेको थियो जेरी पाखरिमबाट। यो बल पास भने उचित रहन पुगेन त्यहाँ। आफ्नो टिममेटलाई खोज्न असफल रहे त्यहाँ शिखर बस्तीको तर्फबाट। रविन्द्र छन् त्यहाँ अब। रविन्द्रको यो पास जेरीको लागि। भूपेश छन् अब त्यहाँ। जित मगर अब 1-2 को कम्बिनेसन पास देखिरहेका छौँ। जेरीको लागि यो पास। भूपेश त्यो बल क्यारी गर्न सफल। र किपरबाट थियो इजी बल कलेक्ट रहेको थियो। र थ्रो इन जित्न सफल रहेको छ सिद्धेश्वर युवा क्लब। रविन्द्रको यो थ्रो इन र हार्दिक भण्डारी छन् अब त्यहाँ। आशिषको लागि यो पास। आकाश थिए त्यहाँ। आकाशको यो पास हार्दिकको लागि र यो बल स्विच अभिषेकको यो प्रहार, तर यो प्रहार भने निकै नै फितलो रहेको थियो। निकै नै फितलो एटेम्प रहेको थियो यो भने। थ्रो इन जित्न सफल रहेको छ त्यहाँ शिखर बस्ती युवा क्लब। रविन्द्र छन् अब त्यहाँ। रविन्द्रको यो पास झेरी छन्। झेरीको यो पास जितको लागि। जित मगर छन् अब त्यहाँ। त त्यो बल जित्न असफल रहेका थिए जित त्यहाँ। अभिषेक छन् अब त्यहाँ। अभिषेक महतो त्यो निकै नै उत्कृष्ट स्किल। हार्दिक छन् अब त्यहाँ। हार्दिकको यो पास अभिषेकको लागि। समीरको यो पास, तर त्यो हेडिङ क्लियरेन्स र कर्नर किक जित्न सफल रहेको छ। कुन क्लबको गेम हो भन्नुभएको छ। अहिले भइरहेको खेल भने सिद्धेश्वर युवा क्लब भर्सेस शिखर बस्ती फुटबल क्लब बीच रहिरहेको छ। र थ्रो इनको लागि आशिषको यो थ्रो इन र किपरबाट थियो पञ्च क्लियर। हार्दिकको यो पास, त त्यो बल बाहिरिएको छ त्यहाँ। र 1 गोलले अग्रतामा रहेको छ त्यहाँ सिद्धेश्वर युवा क्लब। जित मगरको त्यो
गोल सँगसँगै अग्रता गोल रहेको छ। आशिषको लागि यो पास, निश्चल हार्दिकको लागि थियो पास। हार्दिक छन् त्यहाँ, हार्दिकको त्यो बल स्विच त त्यो बल बाहिरिएको छ त्यहाँ र खेलाडी परिवर्तनको इसारा रहेको छ त्यहाँ। निश्चल मोक्तान खेल मैदान बाहिरिँदैछन् भने सागर लामा खेल मैदान प्रवेश गर्दैछन् र यो पनि शिखर बस्तीको लागि खेलाडी परिवर्तन रहेको थियो र यसपछिको खेल भन्नुभएको छ। यसपछिको खेल भने बिहानी एफसी गैंडाकोट भर्सेस नारायणी मोटर्स युनिक क्लब बीच रहनेछ। झेरी छन् अब त्यहाँ र यो प्रहार भने बाहिरिएको छ। सुन्दर एटेम्प रहेको थियो झेरीबाट, यो त त्यो बललाई भने जाली चुमाउनबाट असफल रहे त्यहाँ झेरी। समीरको लागि यो पास, आकाश छन् त्यहाँ। अब भने रविन्द्र थियो बल जित्न सफल। रविन्द्रको यो पास जितको लागि, त्यो प्रहार भने बाहिरिएको छ त्यहाँ। सुन्दर अवसर प्राप्त गरेको थियो तर त्यो अवसरलाई भने सदुपयोग गर्नबाट असफल रहे त्यहाँ। हार्दिक छन् अब त्यहाँ। आकाश छन् त्यहाँ। आकाशको यो लङ बल स्विच र त्यो विपिनको हेडिङ क्लियरेन्स। भूपेश छन् त्यहाँ। रविन्द्रको लागि त्यो पास, रविन्द्र छन् त्यहाँ। अब रविन्द्रको यो पास जितको लागि र जितको यो पास र उचित रहन पुगेन त्यहाँ। त्यो बल क्लियर गरिदिएका छन् त्यहाँ। अब भने हार्दिक छन् त्यहाँ। हार्दिकको यो पास आकाशको लागि, अभिषेकको लागि यो पास, अभिषेक थिए त्यहाँ। अब भने जित मगर, जितको यो पास जेरीको लागि, जेरी छन् त्यहाँ। जेरीको यो पास जितको लागि। अब भने भूपेश छन् त्यहाँ र यो भूपेशको सुन्दर एटेम्प रहेको थियो तर त्यो बल बाहिरिएको छ। अब भने अभिषेक छन् त्यहाँ। अभिषेकको यो पास सागरको लागि, आकाश छन् अब त्यहाँ। हार्दिक छन् त्यहाँ। अभिषेक छन् अब त्यहाँ। अभिषेक महतो, हार्दिकको लागि यो पास। अब भने सागर थिए त्यहाँ तर त्यो पास उचित रहन पुगेन त्यहाँ। यो ह्यान्ड बल रहनेछ त्यहाँ। हार्दिक भण्डारी थियो ह्यान्ड रहेको थियो र फ्री किक प्राप्त गरेको छ सिद्धेश्वर युवा क्लबले। रविन्द्रको लागि यो पास, रविन्द्र छन् अब त्यहाँ। त्यो पास उचित रहन पुगेन। भूपेश अब भने जित छन् त्यहाँ। जितको यो पास विपिनको लागि, रविन्द्र छन् अब त्यहाँ। रविन्द्र र त्यो बल जित्न सफल भने शिखर बस्ती रहेको थियो। अब भने अभिषेक महतो छन् त्यहाँ। अभिषेकको यो पास, थ्रो इन जित्न सफल रहेको छ शिखर बस्ती युवा क्लब र त्यो फल रहनेछ त्यहाँ। यो लङ बल स्विच, जित मगर छन् अब त्यहाँ। जित छन् त्यहाँ। विपिन, हार्दिक र त्यो फल रहनेछ त्यहाँ। आकाशको लागि यो पास,
त्यो किपरले इजी बल कलेक्ट गरिदिएका छन् त्यहाँ। त्यो लङ बल खेलाइदिएका छन् त्यहाँ भूपेश। त्यो बल जित्न असफल रहे त्यहाँ। अब भने अवसर रहनेछ त्यहाँ। जित मगर छन् त्यहाँ र सुन्दर अवसर प्राप्त गरेका थिए त्यहाँ जित मगरले। अभिषेकको लागि यो पास रहेको थियो तर त्यो बल भने समीर पाठकले त्यो बल क्यारी गर्न असफल रहे त्यहाँ। विपिनको लागि यो बल पास। हार्दिक छन् त्यहाँ। अब सुन्दर अवसर प्राप्त गरेको थियो तर त्यो अवसरलाई सदुपयोग गर्न असफल रहे त्यहाँ। रविन्द्र छन् त्यहाँ। अब रविन्द्रको यो लङ बल स्विच र यो सँगसँगै पहिलो हाफको खेल भने समापन भइसकेको छ। एक गोलको अग्रतामा रहेको छ सिद्धेश्वर युवा क्लब। जित मगरले आफ्नो टिमको लागि गोल गर्न सफल रहेका थिए। प्लेयर बक्समा सिद्धेश्वर युवा क्लबका खेलाडी साथसाथै टिम कोच र टिम म्यानेजरलाई पनि देखिरहेका छौँ। पनि शिखर बस्ती युवा क्लबका खेलाडीहरूलाई देखिरहेका छौँ त्यहाँ। एक गोलले पछि परिरहेको छ शिखर बस्ती युवा क्लब भने सिद्धेश्वर युवा क्लबका खेलाडीहरू त्यहाँ। दोस्रो हाफको खेलमा छोडिन गइरहेको छौँ। एक गोलको अग्रतामा रहेको छ त्यहाँ सिद्धेश्वर युवा क्लब। जित मगरको त्यो गोल सँगसँगै अग्रता लिन सफल रहेको थियो भने एक गोलले पछि पर्दैछ शिखर बस्ती युवा क्लब। दोस्रो हाफको खेल पनि अब सुरु हुन गइरहेको छ र रेफ्रीको यो विसल सँगसँगै दोस्रो हाफको खेल पनि सुरु भइसकेको छ। हार्दिक छन् अब त्यहाँ। आकाश छन् त्यहाँ। आकाशको यो पास हार्दिकको लागि। आकाश छन् अब त्यहाँ र त्यो बल भने क्यारी गर्न असफल रहे त्यहाँ। त्यो बल क्यारी गर्न असफल रहेका थिए आकाश। विपिनको यो लङ थ्रो। झेरी छन् अब त्यहाँ। जित छन् अब त्यहाँ र त्यो पास उचित रहन पुगेन जितको। आकाश छन् त्यहाँ। आकाशको यो पास हार्दिकको लागि। भूपेश छन् अब त्यहाँ। आकाशको यो बल स्विच। हार्दिक छन् अब त्यहाँ। हार्दिक सागरको त्यो प्रहार भने पाइरहेको छ त्यहाँ र खेलाडी त्यहाँ केही प्रब्लममा रहेका छन् त्यहाँ। युकेश तमाङ त्यहाँ प्रब्लममा रहेका छन् त्यहाँ। गरेको छ शिखर बस्तीले र त्यो हेडिङ क्लियर छन् त्यहाँ। हार्दिक यो बल क्रस र किपरले त्यो बल बचाउ गरिदिएका छन्। अभिषेकको यो टाइम भने विफल बनाइदिएका छन् त्यहाँ डिफेन्डर लाइनबाट। निकै नै टाइट मार्क गरिरहेका छन् त्यहाँ सिद्धेश्वरको तर्फबाट डिफेन्डर लाइनमा र कर्नर किक जित्न सफल रहेको छ त्यहाँ शिखर बस्ती र अभिषेक महतो गएका छन् त्यो कर्नर किक लिनको लागि।
र पुनः एकपल्ट कर्नर किक जित्न सफल शिखर बस्ती र यो लङ एटेम्प्ट सुन्दर बचाउ रहेको थियो किपरको हार्दिककै यो प्रहार भने बाहिरिएको छ सुन्दर बचाउ रहेको थियो त्यो किपरको तर्फबाट निखिल मगरको त्यो उत्कृष्ट सेभ रहेको थियो त्यहाँ अब भने रविन्द्र छन् त्यहाँ रविन्द्रको यो बल स्विच तर त्यो हेडिङ क्लियरेन्स रहेको थियो आशिषको तर्फबाट र चेरी त्यहाँ केही प्रब्लममा रहेका छन् त्यहाँ प्रवेश गराइएको छ योगेन्द्र खाजी रहेका छन् मेडिकलको भूमिकामा त्यहाँ त्यो थ्रो इन रहेको थियो विशाल छन् त्यहाँ विशालको यो पास आकाश सागरको लागि हार्दिक छन् त्यहाँ अभिषेक छन् अब त्यहाँ अभिषेक महतो त्यहाँ केही स्लिपरी हुन पुगे त्यहाँ आशिषको यो पास सागर छन् अब त्यहाँ हार्दिक छन् त्यहाँ आशिष छन् त्यहाँ अब आशिषको एटेम्प्ट अब भने रविन्द्रको यो पास जित मगर छन् त्यहाँ जितको यो बल स्विच रविन्द्र छन् अब त्यहाँ त्यो बललाई पनि रविन्द्र छन् अझै पनि त्यहाँ जित मगर छन् अब त्यहाँ र त्यो बल क्यारी गर्न असफल रहे जित र यो ब्याक सर्टको लागि गएका छन् त्यहाँ आशिष गुरुङ गएका छन् विशालको लागि यो पास विशालको यो पास आशिषको लागि 1-2 को कम्बिनेसनमा हामीले देखिरहेका छौँ शिखर बस्तीलाई लङ बल स्विच र यो गोल सुन्दर गोल रहेको थियो यो भने आशिषको तर्फबाट र यो गेममा भने कम ब्याक गरिसकेको छ शिखर बस्ती युवा क्लबले आशिष गुरुङको यो लङ एटेम्प्ट भने जाली चुमाउन सफल रहेका छन् त्यहाँ र कम ब्याक रहेको छ यो भने सुन्दर गोल रहेको थियो र 1-1 को बराबरीमा रहिसकेको छ यो खेल भने युकेश छन् त्यहाँ युकेशको यो पास रविन्द्र हार्दिक छन् अब त्यहाँ अभिषेकको लागि यो पास अभिषेकको कट पास अझै भने अब भने आशिष छन् त्यहाँ आशिषको यो पास हार्दिकको लागि अझै पनि आकाशको यो पास तर त्यो बल भने आफ्नो टिममेटलाई खोज्न असफल रहे त्यहाँ रविन्द्र गएका छन् त्यो थ्रो इनको लागि सिद्धेश्वरको लागि यो थ्रो इन भूपेश छन् अब त्यहाँ झेरी छन् त्यहाँ झेरीको यो पास जितको लागि जित मगर त्यो बललाई पनि सदुपयोग गर्न असफल रहे जित र खेलाडी परिवर्तनको इसारा रहेको छ समीर पाठक खेल मैदान प्रवेश गर्दैछन् भने विशाल खेल मैदान बाहिरिँदैछन् र यो लङ बल स्विच र त्यो बल बाहिरिएको छ त्यहाँ र थ्रो इन प्राप्त गरेको छ सिद्धेश्वर युवा क्लबले त्यहाँ र दुवै टिम भने गोल बराबरी गोलमा रहेको छ आशिषको यो बल क्लियर अब भने अभिषेक फल रहनेछ त्यहाँ
युकेश सन्देहा युकेश को यो बल स्विच जेरी सनावत यहाँ जेरी को यो पास विपिन सनावत यहाँ रविन्द्र को लागि यो पास रहनेछ त्यहाँ इजी बल कलेक्ट गरिदिएका छन् र यो बल स्विच जित मगर सनावत यहाँ विपिन को लागि यो पास जेरी सनावत यहाँ जितको यो प्रहार र तारिफ योग्य सेभ रहनेछ थियो भने पर्वत राईको त्यो उत्कृष्ट सेभ रहेको थियो जेरी सन्देहा जितको लागि यो पास भूपेश यो पास तर रविन्द्रको थियो प्रहार भने उचित रहन पुगेन भने अभिषेक सन्देहा सागरको लागि यो पास अभिषेक सन्देहा अभिषेकको यो पास हार्दिकको लागि युकेश फोर र कर्नर किक कर्नर जित्न सफल रहेको छ शिखर बस्ती युवा क्लब हेडिङ रहेको थियो अभिषेकको तर त्यो हेडिङ पनि उचित रहन पुगेन त्यहाँ यो लङ बल स्विच रहेको थियो तर यो बल भने बाहिरिएको छ आशिषको यो प्रहार भने बाहिरिएको छ त्यहाँ रविन्द्रको लागि यो पास रविन्द्र सन्ध्या युकेशको लागि यो पास 1-2 को कम्बिनेसन देखिरहेको छौँ यो बल स्विच भने उचित रहन पुगेन त्यहाँ अब भने जेरी थिए आकाश हार्दिक सनाव भने समीरको लागि यो पास शिखर बस्तीको लागि अब भने सागर छन् त्यहाँ फल रहनेछ त्यहाँ सागरले फल प्रहार गर्न पुगे त्यहाँ अब भने जेरी छन् त्यहाँ विपिनको लागि यो पास भूपेश छन् त्यहाँ जित मगरको लागि थियो पास जित छन् त्यहाँ अब थ्रो इन जित्न सफल सिद्धेश्वर युकेशको लागि यो पास विपिनको यो पास जेरीको लागि अब भने समीर छन् त्यहाँ हार्दिकको लागि यो पास समीर छन् त्यहाँ अभिषेकको लागि यो पास हार्दिक भण्डारी छन् त्यहाँ हार्दिकको यो पास जेरी छन् अब त्यहाँ सिद्धेश्वरको लागि जेरी छन् त्यहाँ जित मगर थ्रो इन प्राप्त गरेको छ शिखर बस्ती युवा क्लबले र यो लङ थ्रो समीर छन् अब त्यहाँ र अब भने भूपेश छन् त्यहाँ भूपेशको यो पास जितको लागि हार्दिक छन् अब त्यहाँ हार्दिकको यो पास अभिषेकको लागि हार्दिकको लागि त्यो पास रहेको छ भूपेश जेरीको लागि यो पास विपिन छन् अब त्यहाँ आकाशको लागि यो पास रहेको थियो अब भने विपिन छन् त्यहाँ आशिष शिखर बस्तीको लागि आशिषको यो पास हार्दिक भण्डारी छन् त्यहाँ हार्दिकको यो लङ बल स्विच अभिषेक महतोको थियो एट टाइम तर त्यो बल भने प्रहार गर्नबाट विफल रहे त्यहाँ अभिषेक एट टाइम प्रहार गर्न गएका थिए त्यहाँ अब भने भूपेश छन् त्यहाँ विपिन छन् त्यहाँ
विपिन त्यो चेरीको लागि थियो पास र त्यो बल पास खेलाइदिएका थिए र आफ्नो टिममेटलाई पनि खोज्न असफल रहे त्यहाँ। र थ्रो इन जित्न सफल रहेको छ त्यहाँ शिखर बस्ती युवा क्लब। यो लङ थ्रो अभिषेक छन् त्यहाँ। भूपेश र फ्री किक प्राप्त गरेको छ सिद्धेश्वर युवा क्लबले र जित मगर गएका छन् त्यो प्रहार गर्नको लागि। त्यो फ्री किक प्राप्त गरेको छ सिद्धेश्वरले। जितको यो प्रहार र त्यहाँ आशिषले त्यो बल क्लियर गरिदिएका छन् र थ्रो इन प्राप्त गरेको छ सिद्धेश्वर युवा क्लबले। जित छन् अब त्यहाँ त्यो पास उचित रहन पुगेन। आकाश छन् त्यहाँ। आकाशको यो पास हार्दिकको लागि। हार्दिक भण्डारी छन् त्यहाँ। अब भने आकाशको लागि यो पास अभिषेक महतो तर त्यो बल पनि डिफेन्डर लाइनबाट क्लियर गरिदिएका छन् त्यहाँ युकेशले र कर्नर किक प्राप्त गरेको छ शिखर बस्ती युवा क्लबले। हार्दिक गएका छन् त्यो प्रहार गर्नको लागि। र थ्रो इन जित्न सफल रहेको छ त्यहाँ शिखर बस्ती युवा क्लब। आकाश त्यो बल क्लियर रहेको थियो विपिन भूपेश थिए त्यहाँ। आशिषको यो लङ थ्रो इन र किपरबाट थियो बचाउ र कर्नर किक जित्न सफल रहेको छ त्यहाँ शिखर बस्ती युवा क्लब। हार्दिकको यो प्रहार यो सुन्दर अटेम्प रहेको थियो। जित छन् अब त्यहाँ अभिषेक छन् त्यहाँ। अभिषेकको यो पास हार्दिकको लागि। यो पास उचित रहन पुगेन त्यहाँ युकेश छन्। अब भूपेशको यो पास जितको लागि। रविन्द्रको लागि यो पास यो एटेम्प जेरी छन् त्यहाँ। जित छन् अब त्यहाँ र यो शानदार उत्कृष्ट एटेम्प रहेको थियो जित मगरको तर्फबाट त त्यो बल भने बाहिरिएको छ र कर्नर किक क्विक कर्नर खेलाइदिएका छन् त्यहाँ विपिन र त्यो बल क्लियर गरिदिएका छन् त्यहाँ आशिषले। रविन्द्र गएका छन् त्यो कर्नर किकको लागि। यो जित मगर छन् अब त्यहाँ रविन्द्र र त्यो बल क्लियर गरिदिएका छन् त्यहाँ समीर पाठकले त्यो बल क्लियर गरिदिएका छन् र रेगुलर टाइमको अन्त्य सँगसँगै एडिसनल टाइम 1 मिनेट थप गरिएको छ यो खेलमा र दुवै टिम भने बराबरी गोलमा रहेको छ। एक गोल रहेको छ। जित मगरले आफ्नो टिमको लागि सिद्धेश्वरको लागि गोल गरे भने आशिषले आफ्नो टिमको लागि गोल गरेका थिए त्यहाँ शिखर बस्तीको लागि र यो सम्भवतः यो खेल भने टाई ब्रेकरमा जानेछ। भूपेश रविन्द्रको एटेम्प तर समीरले भने त्यो बल विफल बनाइदिएका छन् र खेलाडी त्यहाँ केही प्रब्लममा रहेका छन् त्यहाँ
निश्चल मोक्तान त्यहाँ केही प्रब्लममा रहेका छन् त्यहाँ। त्यहाँ सिद्धेश्वरले रविन्द्र गएका छन् त्यो कर्नर किकको लागि। अब भने अभिषेक महत्त्व छन् त्यहाँ। अभिषेक र थ्रो इन प्राप्त गरेको छ। आशिष छन् त्यहाँ र रेफ्रीको यो हुइसल सँगसँगै यो खेल भने टाई ब्रेकरमा गएको छ र कसले जित्नेछ अन्त यो खेल टाई ब्रेकरमा। तेस्रोको लागि पहिलो पेनाल्टीको लागि भने जेरी पाखरिम गएका छन् त्यहाँ। पर्वत दराईले त्यो बल फेस गर्नेछन्। जेरी भर्सेस पर्वत, जेरी भर्सेस पर्वत र यो इजी गोल भने पहिलो पेनाल्टीको लागि निश्चल मोक्तान गएका छन्। निश्चल भर्सेस निखिल। निश्चल भर्सेस र यो इजी गोल सिद्धेश्वरको लागि भने यो पेनाल्टीको लागि जित मगर गएका छन्। जित भर्सेस पर्वत, पर्वत दराईले पनि यो बल फेस गर्नेछन्। जितको यो पावरफुल गोल शिखरबस्ती युवा क्लबको लागि अभिषेक महत्त्व गएका छन्। निखिल मगर अभिषेक भर्सेस निखिल र यो सेभ थियो बल भने अभिषेकले मिस गर्न पुगेका थिए त्यहाँ। सिद्धेश्वरको लागि रविन्द्र गएका छन् त्यो प्रहार गर्नको लागि र रविन्द्रले यदि गोल गरे भने त्यहाँ यो खेल भने सिद्धेश्वर युवा क्लबले विजय हासिल हुनेछ र त्यो सेभ भएको खण्डमा भने त्यो खेल भने शट अन डेथ जानेछ। रविन्द्र भर्सेस पर्वत र यो इजी सेभ र यो सुन्दर बचाउ रहेको थियो आफ्नो टिमको लागि। पेनाल्टीको लागि भने आशिष गएका छन्। आशिष गुरुङ गएका छन् शिखरबस्तीको लागि। आशिष भर्सेस निखिल। आशिष या निखिल र यो गोल लागि भूपेश गएका छन् त्यहाँ। क्याप्टेन पनि रहेका छन् उनी सिद्धेश्वरको लागि। पर्वत दराई भर्सेस भूपेश मगर। भूपेश र यो गोल भने समीर पाठक गएका छन्। समीर यो बल भने बाहिरिएको छ त्यहाँ र यो सँगसँगै सिद्धेश्वर युवा क्लबले भने जित हासिल गर्न सफल रहेको छ त्यहाँ। सिद्धेश्वर युवा क्लब विजयी भएको छ टाई ब्रेकरमा र कङ्ग्रेचुलेसन सिद्धेश्वर युवा क्लब सेमी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ त्यहाँ र यो भने हाम्रो तेस्रो सेमी फाइनलिस्ट रहनेछ र सिद्धेश्वरले भने भिडन्त गर्नेछ त्यहाँ। सिद्धेश्वरले भिडन्त गर्नेछ सिद्धिपुर समाजसँग। भोलि रहनेछ त्यो सेमी फाइनल खेल भने।